हेलो वेलकम हजुरहरूलाई अर्को एपिसोडमा। यो एपिसोडमा चाहिँ हामी मुम्बईदेखिको सिङ्गापुर ट्राभल गर्दैछौँ। यो गाडी चाहिँ जुन चाहिँ तपाईँले देख्नुहुन सक्दछ, त्यो गाडी चाहिँ त्यो होटलको खोदै मान्छेहरूले बुक गर्दै थियो। अन्त हामी त्यो होटलबाट 5 मिनट जस्तो पछि हामी एयरपोर्ट आइपुग्यौँ। एयरपोर्टमा त्यहाँनिर यस भर्खर हामी बोर्डिङ पास बोर्डिङ पास गेटबाट चाहिँ सेक्युरिटी चेक गर्दाखेरि हामी यहाँनिर तपाईँले जस्तो देख्न सक्नुहुन्छ कि सेक्युरिटी चेक गरेर हामी भित्र पस्यौँ। अरू जग्गामा चाहिँ भिडियो बनाउनु पाएन मैले। त्यहाँनिर अझै एउटा यहाँनिर अहिले जुन चाहिँ तपाईँले जाँदै गर्नु देख्नुभएको छैन हो, त्यहाँ अझै एउटा सेक्युरिटी चेक थियो। यहाँ चाहिँ मेन सेक्युरिटी चेक क्वेसनहरू सोध्ने र सामानहरू सबै चेकअप गर्ने थियो। त्यहाँनिर चाहिँ मैले राम्रोसँगले भिडियो बनाउन सकिनँ र त्यसरी हामी त्यो सेक्युरिटी चेक पनि सकेर चाहिँ त्यसरी हामी भित्र गयौँ। भित्र गइसक्दाखेरि चाहिँ एकदमै त्यहाँनिर सपिङ मलहरू पनि रहेछ, अन्त हामी एकदमै खुसी हुँदै अब हामी जानु पाउँछौँ भनेर चाहिँ इन्डियन सेक्युरिटी चेक सकेर चाहिँ त्यसरी हामी हिँड्यौँ, हाम्रो जर्नी स्टार्ट गऱ्यौँ। त्यसरी हामी एकछिनपछि हाम्रो फ्लाइट कति बजी आउने रहेछ भनेर चाहिँ हामीले चेक गरिदियौँ, किनकि हामी एकदमै टाइमभन्दा एकदमै अगाडि पुगेको थियौँ र हामीले यसो खाजाहरू खाने पनि सोच्यौँ। हामी त्यहाँनिर इन्डियन खाजा खाने खाजा खाँदाखेरि त खाजाको दाम चाहिँ एकदमै महँगो रहेछ। एयरपोर्टको सबै जग्गा ज्यादातर यस्तै हो है। कैसा वहाँ पे स्पेशल वाला चाय बना देगा ये ले। चाय खाएर हामीले बिहानै हामी त्यसरी मेरो साथी र मैले एकदमै बाँड्दै खाँदै मैले चाहिँ के मगाएको थिएँ भन्दाखेरि चाहिँ मैले चाहिँ पुरी मगाएको थिएँ। अन्त अलिक ये सब बोलता है कि मुझे लेके आने बोलता है। चलो तर भए पनि अब अलिक सुक्खा हुन्छ, त्यस्तो नभएर चाहिँ एकदमै ज्यादा तेल थियो। मैले चाहिँ अलिक बिगारिदिएँ, मेरो साथीले चाहिँ मजाले नै खायो हो। जुन चाहिँ देख्न सक्नुहुँदैछ तपाईँले होइन। त्यसरी आगेहरूले बिरयानीहरू मगाएको थियो हो। त्यसरी हामी खानु स्टार्ट गऱ्यौँ, मजाले खाँदै बस्यौँ। हामीलाई खानु निकै टाइम लाग्यो होला, आधी घन्टा ज्यादा टाइम लाग्यो। त्यसरी एकछिन माथि खाइसकेर चाहिँ हामी हाम्रो प्लेनपट्टिको गयौँ। अब हामी त्यसरी त्यहाँबाट लिफ्टबाट मुनि जानु पर्दो रहेछ। त्यसरी मुनि गएर त्यसरी हामीले त्यहाँनिर हाम्रो त अझै पनि 1 घन्टा थियो नि त टाइम। त्यहाँ मान्छेहरू अलरेडी आइसकेको थियो। त्यहाँ बसेर यसो हेर्दै बस्यौँ। त्यहाँनिर एकदमै इन्टरनेसनल एयरपोर्टमा राम्रो थियो। त्यहाँनिर हेर्ने जग्गाहरू यस्तो थियो हो, हेर्ने रमिता हेर्ने निकै ठाउँहरू थियो। त्यसरी हामी फेरि एकैछिन टाइम पुरा लाग्ने रहेछ भनेर चाहिँ एयरपोर्ट एक्सप्लोर गर्छु भनेर चाहिँ फेरि सेकेन्ड तलामै गयौँ। सेकेन्ड तलामा हामीले हल्का भ्यूहरू हेर्दै बस्यौँ हामीले। त्यो पछाडि हामी तल फेरि ग्राउन्ड फ्लोरमा गएर हाम्रो बोर्डिङ पासको टाइम भएको थियो र अनि हामी त्यसरी हातमा हाम्रो टिकट र पासवर्ड लिएर हामी तलनिर उभिएर बस्यौँ। यसो कुराहरू गर्दै अब फर्स्ट टाइम इन्टरनेसनल फ्लाइट हुँदैछ सिङ्गापुरपट्टि, कस्तो भयो एक्सपिरियन्स भयो, कुराहरू गर्दै हो आज्ञाहरूसँग कुरा हुँदै त्यसरी हामी अगाडि बढ्दै थियौँ। निकै लामो टाइम लाग्यो यहाँनिर चेकअपमा बसेर। अलिक सोधखोज गरेर 2 खेप हुँदो रहेछ, यहाँ एक खेप हुँदो रहेछ, भित्र एक खेप हुँदो रहेछ। त्यसरी कटेर हामी इन्डिगोको बसमा मजाले हिजो मुम्बई जस्तै त्यसरी इन्टरनेसनल फ्लाइट 6 घन्टाको फ्लाइट हो। त्यो पछाडि हामीले यहाँभित्र गइसकेपछि आफ्नो सिट खोजेर टक्क भेट्यौँ र हामी लास्टमा परेको थियौँ। त्यही कारणले गर्दाखेरि सबै सिट खाली थियो। अब त्यसरी हामी त एक-एकवटा खिड्की सिटहरू पर्खिँदै मजाले बस्यौँ। म एक्लै बसेको थिएँ अनि मेरो साथीहरू र आगेहरू एक्लै बस्नुभएको थियो र हामी त 6 घन्टाको फ्लाइटमा त मजाले बितायौँ। त्यसरी हेर्दै हाम्रो फ्लाइट पनि टेकअप भयो। त्यो पछाडि फाइनली हामी 6 आवर्स पछि सिङ्गापुरमा ल्यान्ड भएर हाम्रो मोटो टुकटुक हुँदै अगाडि बढ्यौँ। किन टुकटुक हुँदै थियो भन्दाखेरि चाहिँ अब यो
इमिग्रेसनमा अब ज्यादै सोचेको थियो नि त चेकअप हुन्छ क्यान्सल पो गरिदिन्छ कि भा केही डकुमेन्ट पुग्नु हुँदैन कि भा भन्दै गर्दै थियौँ तर भए पनि त्यस्तो हुँदै गर्दाखेरि पनि अब सिङ्गापुरमा राम्रो खाले रहेछ जस्तै कि मान्छे त बस्दै रहेछ तर सबै स्क्यान गरेर हिँडिहाल्ने खाले भएको कारणले गर्दाखेरि राम्रोसँगले कट्नु सक्यो त्यस्तो खासै दुःख त परेन त्यसरी बाहिर हाम्रो आगेसम्म जो हामीलाई पर्खिराख्नु भएको थियो अनि इमिग्रेसन राम्रोसँगले कट्यो अन्त हामी टक्कै स्क्यान गरेर हिँडिहाल्यो अनि मजा लाग्यो त्यसरी हाम्रो जर्नी सिङ्गापुरमा स्टार्ट भयो त्यसरी हामीलाई बाहिर हाम्रो स्पोन्सरहरू लिनु बसिराख्नु भएको थियो अनि उहाँले हामीलाई बिल्डिङहरू देखाउँदै हामी उहाँको गाडीमा हिँड्दै बस्यौँ एयरपोर्टदेखिको त्यस्तो आधी घन्टा पछि हामी हाम्रो सेन्टरको छेउमा पुग्यौँ र हाम्रो सेन्टर चाहिँ जुन चाहिँ यो पेट्रोल पम्पकै छेउमा छ त्यहाँनिर हामी आइपुग्यो फाइनल्ली ल सो साथीहरू यो भ्लग चाहिँ यति नै अर्कोको लागि स्टे ट्युन अन्त अब नेक्स्ट डेको तपाईँहरूलाई म देखाउँछु है